साथीहरु नमस्ते। आज सस्तो गाडी किनबेच नेपालको रिकन्डिसनमा कस्ता कस्ता गाडीहरु रहेको छन् भनेर हामीले तपाईहरुलाई देखाउन गइरहेको छु। सस्तो गाडी किनबेच नेपालको रिकन्डिसनहरुमा हामीले विशेष गरी कमर्सियल गाडीहरु मात्र बेच्छौं। कमर्सियल गाडी भनेको ट्रक, टिप्पर, स्कुल भ्यानहरु, बसहरु, विंगरहरु बेच्छौं भने अहिले हाल सस्तो गाडी किनबेच नेपालको ग्यारेज तथा रिकन्डिसनमा यस प्रकारका गाडीहरु रहेको छ। साथीहरु म तपाईहरुलाई गाडीहरु कसरी बन्दैछ, कुन गाडी छ भनेर देखाउन गइरहेको छु। भिडियो अन्त्यसम्म हेरेर साथ दिनु होला। अनि तपाईहरु हाम्रो यो YouTube च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब चाहिँ जरुर गर्नु होला, किनभने आगामी दिनहरुमा यस्तै सस्तो गाडीको भिडियोहरु खरिद तथा बिक्री गर्न परेमा सस्तो गाडी किनबेच नेपाललाई सम्झिनु होला। भने 2018 मोडलको यो टाटा विंगर रहेको छ। मैले यो गाडीको भिडियो सेपरेटमा बनाइसकेको छु भने यो गाडीलाई हामीले जम्मा 13 लाख रुपैयाँ कोट गरेको छौं भने यसको जम्बो विंगर टाटा कम्पनीको 16 सिटर विथ एसी रहेको छ भने तपाईहरुको स्कुल तथा मन्टेसोरीमा चलेको 16 सिटर विंगर हो। जम्बो भनेको चाहिँ ठुलोमा हो, एसी यहाँ रहेको छ भने यसको सिट चाहिँ स्कुलमा चल्नको लागि एकदमै राम्रो तरिकाले विद्यार्थीहरु धेरै अट्ने बनाएको छ भने सिटहरु यस्तो रहेको छ। सिट संख्या 16 सिटर रहेको छ भने यसको कुल मूल्य हामीले 13 लाख रुपैयाँ भनेको छौं। भने यता रहेको छ बोलेरो 2013 मोडलको बन्ने क्रममा छ। यो चाहिँ फुल मेन्टेनेन्स भइसकेपछि मात्र पुरो हुन्छ। भने चाहिँ यो 2017 मोडलको आइचर यसको मूल्य हामीले 11 लाख रुपैयाँ। आइचर मिनी बस यसको मूल्य हो 11 लाख रुपैयाँ सम्म दिने फिक्स मूल्य। 2017 मोडलको 30 सिटर स्कुल कलरमा, स्कुल रातो नम्बर प्लेटमा रहेको छ भने यो पनि एकदमै राम्रो कन्डिसनमा रहेको छ। यो 54 सिटे 54 प्लस ड्राइभर 55 सिटी दिएर हामीले यो एक्सचेन्जमा लिएको हो भने तपाईको स्कुल तथा मन्टेसोरीलाई एकदमै उपयुक्त हुने यो बस रहेको छ। तेस्रो नम्बरमा यो स्कुल बस, स्कुललाई पनि हुने, रुटलाई पनि हुने, अशोक लेल्यान्डको एकदमै माइलेज दिने फुल मेन्टेनेन्समा रहेको छ। फुल मेन्टेनेन्स यसमा चाहिँ 2019 मोडलको 32 प्लस डी भनेको 33 सिटर आउनुहुन्छ भने हामीले यसलाई फुल पेन्ट, फुल टेन्ट, इन्जिनहरु जम्मा 29,000 किलोमिटर चलेको छ भने यता हाम्रो पेन्टर सरले पेन्टको काम गर्दै हुनुहुन्छ। 32 प्लस डी 2019 मोडलको यसको मूल्य हामीले 16 लाख रुपैयाँ भनेको छौं भने मूल्य नेगोसिएट हुन सक्छ। तपाईले यो गाडीको पनि कतै स्क्रैच पाउनुहुन्न भने गाडी एकदमै राम्रो रहेको छ। यसलाई तपाईको स्कुल तथा मन्टेसोरी अथवा रुटमा माइलेज भन्ने हो भने एकदमै राम्रो दिने यो बस 2019 मोडलको फुल टेन्ट, फुल पेन्ट यसमा चाहिँ पहेँलो आउँदैछ भने गाडी एकदमै कन्डिसन, सिसाहरु कतै पनि स्क्रैच रहेको छैन। जम्मा 29,000 किलोमिटर मात्रै रनिङ भएको गाडी हामीले तपाईहरुमा लिएर आएको छु साथीहरु। ल
सम्भवतः यो भोलि सकिन्छ। तपाईँलाई यो गाडीको भित्री सिटहरू पनि देखाउने छु। यो अहिलेसम्म इन्जिनहरू गियर बक्सहरू खोल्दै नखोलिएको एकदमै फ्रेस। हामीले यसलाई 32+ डी थियौँ भने हामीले यसमा एउटा सिट बढाएर र यसमा एउटा सिट थियो भने यसमा 4वटा सिट बढाएर दिनेछौँ है। यो तपाईँको स्कुलको विद्यार्थीहरू धेरै अट्ने बनाएर हामीले दिनेछौँ भने तपाईँहरूलाई हाम्रो युट्युब च्यानल अथवा हाम्रो कामहरू कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। तपाईँको गाडी बिक्री गर्न परेमा पनि हामीले माथि नम्बर मेन्सन गरेर राखेको छु, त्यसमा फोन गरेर बिक्री गर्न सक्नुहुनेछ। हामी तपाईँहरूलाई गाडीको नगद भुक्तानी गर्छौँ भने तपाईलाई यी गाडीहरूको आवश्यकता पर्यो भने अथवा कुनै पनि सहरी साधन कमर्सियल विशेष गरी कमर्सियल गाडीहरूको आवश्यकता पर्यो भने सस्तो गाडी किनबेच नेपाललाई सम्झिनु सक्नुहुनेछ भने आजको यो सानो छोटो मिठो भिडियो यही अन्त्य गर्छौँ। धन्यवाद।